हेलो गाइज, वेलकम टु माई ब्लग। म चाहिँ यहाँ घुम्न आएको मन्दिरमा देवी डाँडा। यी फुल पनि टिप्नु छ थोरै सर्के भयो अनि गाइज फुल टिप्दैछु। अब मैले हालेको भिडियो जति सबै कपिराइट त्यो उयस के भन्छ त्यो लास्ट टाइममा डान्स गरेको भिडियो त्यो बाहिरको गीत हो, त्यो पनि त्यसमा पनि कपिराइट आइरहेछ। ल गाइज यस्तै हुँदैछ के गर्नु। अब फुल टिप्ने हो। हेर्नु खतरा देखिएछ है भ्यू चाहिँ माथि चाहिँ। म मन्दिर जाँदै थिएँ घुम्दै घुम्दै अनि बनाएको हल्का भिडियो गाइज। म चाहिँ अनि अलिकति फुल टिप्छु अनि भिडियो बनाउँछु भनेर माथि आएको। कति हुन्छ फुल टिप्ने हो अनि माथि जाने हो। हेर्नु रातो रातो थुङ्गे फुल के फुल भन्छ। माथिबाट भ्यू चाहिँ कस्तो खतरा देखिएछ। घाम लाग्यो अब आज म तल जानु छ। यता ठुलो मामुकोमा आएको छु। हेर्नुपर्छ कस्तो हुन्छ। अहिले चाहिँ मैले दिउँसो बनाएको यो ब्लग कति बजीसक्यो भने 4 बज्न आँटिसक्यो होला। हेर्दिनु ब्लग मेरो यस्तै आउँछ। अब के गर्नु, एडिट प्रोफेसनल परिन एडिट गर्ने पनि अनि यस्तै आउँछ ब्लगहरू। हेर्नु हल्का हुस्से परिरहेछ। यता घाम पनि लागिरहेछ। यताबाट घाम लागिरहेछ, हुस्से पनि परिरहेछ। फुल टिप्दैछु, अलिकति फुल टिप्छु अनि बनाउँछु अरू भिडियो गाइस। मैले यति फुल टिपिसकेँ। अब तल जानु आँटेको हेर्नु भ्यू खतरा देखेको छ होला। हामी यहाँ मन्दिर भन्दाखेरि शिवजी भगवानको मूर्ति फुलहरू छ। अरू के हेर्नुहुन्छ अझै माथि छ मन्दिर चाहिँ। अब भरेतिर जान्छु देखाउँछु तपाईँलाई। अहिले चाहिँ तल जाउँ। यो फुल पनि पुऱ्याउनु छ। सिडी हेर्नु कति धेरै छ। यहाँ कुद्न चाहिँ मजा आउँछ गलेर। मैले फुल हातमा बोकिसकेँ। अब तल जाउँ फुलहरू हेर्दै। यहाँ चाहिँ धुपीको बोटहरू छ। कत्रो कत्रो भएको छ हेर्नु धुपीको बोट। यो चाहिँ के को थाहा भएन, धुपी होइन यो चाहिँ। अनि हेर्नु यस्तै छ मेरो ब्लग। यो चाहिँ के को बोट हो यो पनि मलाई थाहा भएन। यो चाहिँ धुपी हो।
माथिसम्मै गएको छ। म चाहिँ सिडीबाट तल झर्दैछु। यतातिर बाटो छ परबाट सिधा, अनि यो मन्दिर जाने बाटो यता, अनि उता उसको झ्याङ देख्दै हुन्छ होला देख्नु भएन भने यो सबै इस्कुसको झ्याङ, अनि फेरि घाँस भन्नु होला, घाँस होइन यो सिधा। अघि आउँदा पनि यही थियो, अहिले पनि यही छ। अब तल जाँदैछु, त्यस्तै छ। ल भरे भेटौँ गाइस, अहिले यति छैन खतरा भइरहेछ। बुझ्ने यता बम्मु अहिले अहिले बुझ्ने अर्को बुझ्नेको नाम के हो? यता आऊ भव्या, यता आऊ। ए यता आऊ न भव्या, उता 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 उबम बुडुममा। यता हेलो 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 गर, खै हेलो गरेको हेलो। माथि जानुपर्ने। यता यता आऊ भव्या, भव्या हेर्न त उता बुझ्नी, जुम 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 उता जुम 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 उता 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 उता। गाइज माथि पुगेर भेटौँ ल गाइज। म चाहिँ माथि हिँडेको हेर्नु, हामीले आधी बाटो पुगेर देखाएको थिएँ। भ्यू पनि अब रात परिसक्यो, रात परो पुरै। त्यही भने माथि मन्दिर जाँदैछु म यस्तो राति तपाईँहरूको लागि, मन्दिर देखाउनको लागि। सबै रात परेर कस्तो कालो देखेको, सबै यो उयो नामै बिर्स्यो, गुस्से परिसक्यो। माथिसम्म छ पुरै उयो नै हुन्छ कि पुरै राति हुन्छ, पुरै राति हुन्छ यता चाहिँ। अनि त्यही भएर तपाईँलाई हेर्नु, तपाईँलाई मन्दिर देखाएको थिएँ नि, आइपुगेँ। पुरै रात परिरहेको छ हेर्नु, पुरै सेतै, केही घरहरू देखिँदैन। अघि बिहानसम्म देखेको थिएँ नि, तल बाटो देखिन्छ यति हो। हल्का त उज्यालै छ पनि, पुरै सेतै भएको छ। फुलहरू छ तपाईँलाई देखाएको थिएँ, फुलहरू छ मन्दिरमा तपाईँलाई देखाएको थिएँ। तलको बाटो धुपेको बोट अझै माथि जाउँ है। आज हेरिदिनु ब्लग फोटो, शिवजी मूर्ति, बस्ने ठाउँ रेस्ट। माथि तलबाट आएपछि माथिसम्म यहाँसम्म आएर गलिन्छ बस्ने ठाउँ छ। अझै माथि जाउँ,
नि सिमसारमा तपाईँहरूलाई देखाउनको लागि एकछिन मेहनत गर्दैछु लाइक र सब्सक्राइब गरिदिनु अझै त म केही भन्दिनँ से घुम्नुपर्छ नि दुर्गा माताको मन्दिर हो घन्टी अर्को ब्लकमा जान्छ त्यो चाहिँ ल यो मन्दिर यहाँ हवन गर्ने ठाउँ बस्ने ठाउँ यस्तै छ गाइस एक्लै मलाई चाहिँ देख्नुको बित्थामा सबै हुस्से लागिसक्यो घुमाउँदै घुमाउँदै मोबाइल हुस्से लागिसक्यो तलसम्म जाउँ पुरै हुस्से सेतै देख्दै हुन्छ होला यसलाई हुस्से भन्छ यता अर्को के पो भन्थ्यो अर्को भन्ने नाम थाहा भएन अर्को चाहिँ मलाई पनि यस्तै छ गाइस आजलाई यस्तै भयो ब्लग आजलाई यति हो गाइस बाई बाई टाटा सी यू भोलि भेटौँला